ल है हेर्नु होला अधिकारी बाका गोठमा यस्तो पहिला बेते बाछी आजै बिहाको छ। बर बच्चा दत्तेकै छैन, बिक्रीमा छ। कसैलाई चाहिएको छ भने हेरिदिनु होला। के गर्छ त नि हेर्नु, पहिला बेते दत्तेकै छैन। रातो पाङ्ग्री आजै बिहाको हो। यी सिङ त्यस्तो छन् एकदम। गाई हेर्नु होला, अहिले दोको भर्खर खाँचो चाहिँ देखेको छैन। यता यस्तो छ। हाम्रा दुईटा छन्, बेच्दै पनि गर्नुपर्छ। यो चाहिँ पछि ब्याउने, अब बिक्दैन होला। यहाँ चाहिँ हेर्नु होला, यो चाहिँ असुर हो। धेरै वर्ष गाडिएको खोकी पनि यसले निको हुँदो रहेछ। अनि कोरोनाको बेला त कति हो, कति दबाई भयो। कतिजनालाई मैले बजारउँदै लगिदिएँ कोरोनाको दबाई। ज्वरो आउँदा खाँदा पनि हुँदो रहेछ। त्यहीँनेर यो पहेँलो लहरा अजम्मरी बुटी अरे भनेर लाएको थियो गाईहरूलाई दिन। यो जन्डिस लाग्यो भने पनि अचुक औषधि यहाँनेर हेरिदिनु होला। यहाँ हेर्नु होला, यो धतुरो फलेको छ। यो चाहिँ खाटी तोरीको तेलमा पकाएर हातखुट्टा दुखेको ठाउँमा लाउँदा चट्टै निको हुन्छ अरे। यो 12 मासे सेतो फुल हेरिदिनु होला। यो चाहिँ प्रेसरको औषधि अरे। यो पत्ताहरू नियमित, फुल पत्ता जहिले बिहान बिहान खायो भने, नियमित खायो भने यसले कति हो कति काम गर्छ अरे। हेरिदिनु होला भनेर खोजी ल्याएर रोपेको छ। यो चाहिँ बर्मकम्मल।